नेपाल क्रिकेटको सबै उतार चढाव, अविश्वसनीय जित र निराशाजनक हारको साक्षी टियु क्रिकेट ग्राउन्ड रहेको छ। यो टियु क्रिकेट ग्राउन्ड पछिल्लो 3 दशकदेखि नेपाल क्रिकेटको होम भनेर चिनिन्छ। तर अब यही टियु क्रिकेट ग्राउन्डको अवस्था र भविष्य खतरामा देखिएको छ। त्रिभुवन युनिभर्सिटी टियुले क्रिकेट एसोसिएसन अफ नेपाल क्यानलाई टियु क्रिकेट ग्राउन्ड खाली गर्न भनेर पत्र काटेको छ। तर क्यानले ग्राउन्डको कन्ट्र्याक्ट नवीकरण गर्ने पहल भइरहेको र नेपाल सरकारलाई सहयोग गर्न आग्रह गरेको बताएको छ। आउनुहोस् आजको भिडियोमा टियु क्रिकेट ग्राउन्डको यो विवाद र यसले नेपाली क्रिकेटमा पार्ने असरको बारेमा कुरा गर्नेछौँ। क्यान र त्रिभुवन युनिभर्सिटी बीच टियु क्रिकेट ग्राउन्डको प्रयोगको लागि सन् 2002 मा कन्ट्र्याक्ट साइन भएको थियो। यो कन्ट्र्याक्ट अनुसार क्यानले युनिभर्सिटीलाई प्रत्येक वर्ष 3 लाख रुपैयाँ दिने सहमति भयो र अहिले क्यानले टियुलाई प्रत्येक वर्ष 9 लाख दिँदैछ। तर क्यान र टियु बीच यो कन्ट्र्याक्ट 2026 अप्रिल 15 मा सकिएको छ। कन्ट्र्याक्ट सकिएपछि क्यान र टियु बीच कन्ट्र्याक्ट नवीकरण गर्ने पहल भएको थियो, जसमा टियुले आफ्ना अनेक मागहरू अघि सारेको थियो। ती मागहरू यस प्रकार रहेका थिए। नम्बर 1, टियु क्रिकेट ग्राउन्डमा म्याच टिकटबाट आउने पैसाको निश्चित पर्सेन्टेज युनिभर्सिटीलाई दिनुपर्ने। नम्बर 2, टियु क्रिकेट ग्राउन्डको 30% सिट टियु स्टाफ, फ्याकल्टी र स्टुडेन्टहरूलाई दिनुपर्ने। त्यसैगरी नम्बर 3 मा क्यानले टियुलाई खेलकुद विकासको लागि ग्रान्ट्स, खेलकुदको सामान र कोचिङ फेसिलिटिजहरू दिनुपर्ने र यस्ता अन्य मागहरू रहेका थिए। तर कुरा नमिलेपछि टियुले कन्ट्र्याक्ट रिन्यू नगर्ने मनसाय बनाएको देखिन्छ। टियुले यो ग्राउन्डमा म्याच हुँदा पढाइ डिस्टर्ब हुने बहाना बनाएको छ भने क्यानले नेपाल स्पोर्ट्स काउन्सिल र नेपाल सरकारको सहयोग गुहारेको छ। टियुले क्यानलाई वैशाख 4 गतेको दिन लागू हुने गरी 35 दिनभित्र ग्राउन्ड खाली गर्ने लेटर पठाएको छ। यो 35 दिनको अल्टिमम जेठ 8 गते सकिन्छ। नेपालले अहिले युएई र ओमान विरुद्ध लिग 2 को महत्त्वपूर्ण ट्राई सिरिज खेल्दैछ भने यो सिरिज पछि स्कटल्यान्ड र युएसए विरुद्ध अर्को सिरिज खेल्नेछ। यो सिरिज ठ्याक्कै जेठको 8 गते सकिँदैछ। सो यो लेटरले कम्तीमा पनि नेपालको यो लिग 2 को होम सिजनलाई असर त गर्ने छैन। तर टियु क्रिकेट ग्राउन्ड नेपाली क्रिकेटको होम रहेको छ। यसै वर्ष हुने नेपाल प्रिमियर लिग अनि आयरल्यान्ड विरुद्धको एक्सपेक्टेड होम सिरिज, त्यस्तै भविष्यमा हुने अन्य टुर्नामेन्टहरूलाई ठुलो धक्का पुग्नेछ। गभर्नमेन्ट र क्यानले टियु क्रिकेट ग्राउन्डमा ठुलो लगानी गरेको छ। टियुको यो खुल्ला जमिन अहिले इन्टरनेसनल लेभलको फ्लडलाइट्स र प्याराफिट सहितको स्टेडियम बनेको छ। फेज 1 को काम सकिएर भविष्यमा स्टेडियम क्यापेसिटी र अन्य इन्फ्रास्ट्रक्चर पनि थप्ने गुरु योजना सुशीला कार्की प्रधानमन्त्री भएको बेला पास भएको थियो। अहिलेको सरकारको खेलकुद मन्त्री माननीय सस्मित पोखरेलले टियुलाई इन्टरनेसनल स्तरको स्टेडियम बनाउने प्लान अघि बढाएको थिए। यो राज्यले यति ठुलो लगानी यत्तिकै फाल्नु हुँदैन र आशा छ फाल्दैन पनि। क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले यो विषय नेपाल स्पोर्ट्स काउन्सिल मार्फत नेपाल सरकार समक्ष पुर्याएको छ। तर नेपाल सरकारले यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन। आशा छ बालेन सरकारले यो गम्भीर विषयमा छिट्टै नै आफ्नो ध्यान पुर्याउने छ र यसको निकास गर्नेछ। टियु क्रिकेट ग्राउन्डको यस्तो विवाद पहिलो पटक भने होइन। समय समयमा टियु र क्यान बीच कुरा नमिलेर विवाद हुँदै आएको देखिन्छ। तर पछिल्लो हरेक विवादलाई द्विपक्षीय सहमतिले टियु क्रिकेट ग्राउन्डमाथि असर परेन। अहिले पनि सारा नेपाली फ्यान्सको आँखा यही विवादमाथि रहेको छ। आशा छ क्यान र टियु बीच छिटै नै सहमति हुनेछ। यही सहमति स्वरूप क्यानले बागमती प्रोभिन्स पिएम कप सेलेक्सन टुर्नामेन्टमा बागमतीको 6 डिस्ट्रिक्ट सँगै टियुको टिमलाई पनि खेल्ने मौका दिएको थियो। यो वर्ष भएको पिएम कप बागमती प्रोभिन्स सेलेक्सन टुर्नामेन्टमा टियुको पनि टिम रहेको थियो। त्रिभुवन युनिभर्सिटीको टिमले 6 म्याचमा 6 वटै हार बेहोरेको थियो। सो एज अ फ्यान वी एक्सपेक्ट कि यो विवाद छिट्टै समाधान हुनेछ। यो विषयमा तपाईँ आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोला र नेपाल क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट र एनालाइसिसको लागि हाम्रो च्यानल द क्रिकेट नट सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।